मान्य गृहमन्त्री ओम प्रकाश अर्यालज्यू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मान्य आयुक्त एवं अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दज्यू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व मान्य आयुक्त एवं अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालज्यू, श्रीमान गृह सचिव रामेश्वर बङ्गालज्यू, सशस्त्र प्रहरी महानिरीक्षकज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकज्यू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरू, नेपाल प्रहरी श्रीमती सङ्घीय अध्यक्षज्यू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, आमन्त्रित एवं उपस्थित विशिष्ट अतिथि महानुभावहरू, मन्त्रालयका सहसचिवज्यूहरू, प्रहरी नायब महानिरीक्षकज्यूहरू, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षकज्यूहरू, अमर प्रहरीका श्रद्धेय परिवारजन, अमर तथा अशक्त प्रहरी सङ्घ नेपाल पूर्व प्रहरी सङ्गठन तथा पूर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष तथा पदाधिकारीज्यूहरू, नेपाल प्रहरी श्रीमती सङ्घ तथा आश्रा सुधार केन्द्रका पदाधिकारीज्यूहरू, आमन्त्रित एवं उपस्थित सम्पूर्ण अतिथि महानुभावहरू, सेवारत तथा सेवानिवृत्त सकल दर्जाका प्रहरी कर्मचारी साथीहरू, सञ्चारकर्मी मित्रहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्द, आफ्नो विधिवत स्थापनाको 70औं वार्षिक उत्सव मनाउने अवसरमा आयोजित यस प्रभातकालीन श्रद्धाञ्जली कार्यक्रममा म मेरो व्यक्तिगत तथा यस गौरवमय सङ्गठन प्रमुखको हैसियतमा सर्वप्रथम देश र नागरिक सेवा अनि सुरक्षामा समर्पित रहँदै कर्तव्य पालनाको क्रममा आफ्नो प्राण उत्सर्ग गर्नुहुने अमर प्रहरीहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। प्रहरी दिवस 2082 को शुभ अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा आयोजित यस श्रद्धाञ्जली कार्यक्रममा हाम्रो आमन्त्रण स्वीकार गरी प्रमुख अतिथिको रूपमा हाम्रो आतिथ्य ग्रहण गरिदिनु भएकोमा यस कार्यक्रमका प्रमुख अतिथि माननीय गृहमन्त्री श्री ओम प्रकाश अर्यालज्यूमा हार्दिक कृतज्ञता जाहेर गर्न चाहन्छु। माननीयज्यूको गरिमामय उपस्थिति एवं सारगर्भित निर्देशन सम्बोधनले नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरूमा राष्ट्र सेवा र कर्तव्यबोधको ऊर्जा सञ्चार भएको बेहोरा समेत निवेदन गर्दछु। साथै हाम्रो आमन्त्रणलाई हार्दिकतापूर्वक स्वीकार गरी पाल्नुहुने सम्पूर्ण आदरणीय विशिष्ट अतिथिज्यूहरूमा यहाँहरूको अमूल्य उपस्थितिका लागि पनि हार्दिक आभार व्यक्त गर्दछु। नेपाल प्रहरीको 7 दशक लामो यात्रामा नेपाल प्रहरीका 1793 जना वीर तथा वीरङ्गनाहरूले राष्ट्र र नागरिक सुरक्षाको खातिर जीवनको आहुति दिएका छन्। स्वयं मृत्यु पनि गौरवान्वित हुने उच्चतम वीरता प्रदर्शन गर्दै वीरगति प्राप्त गरेका अमर प्रहरीका परिवारजन एवं सन्ततिहरूप्रति उच्च सम्मान भाव व्यक्त गर्न चाहन्छु। साथै कर्तव्य पालनाका दौरान घाइते र अङ्गभङ्ग हुनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछु। यहाँहरूको समर्पण र बलिदानलाई यो सङ्गठन र यसमा आबद्ध सकल दर्जाले सदैव गौरव साथ स्मरण गरिरहनेछ। नेपाल प्रहरीको श्रीवृद्धिका लागि आफ्नो जीवनको सर्वाधिक ऊर्जाशील समय समर्पित गर्नुभई सेवानिवृत्त हुनुभएका सम्पूर्ण अग्रज प्रहरी कर्मचारीहरूमा यहाँहरूको दूरदृष्टि, अथक परिश्रम र योगदानको उच्च कदर तथा स्मरण गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। हाम्रा अग्रजहरूले थालनी गर्नुभएको असल अभ्यास, राम्रा संस्कार र कार्य संस्कृतिलाई हामीले मार्गचित्रका रूपमा ग्रहण गर्दै अघि बढिरहेको विश्वास पनि दिलाउन चाहन्छु। माननीय गृहमन्त्रीज्यू, इतिहासका विभिन्न कालखण्डमा विभिन्न नाम र स्वरूपमा छरिएर राष्ट्र र नागरिक सुरक्षामा केन्द्रित विभिन्न समूहहरूलाई आजभन्दा 7 दशक पहिला नेपाल प्रहरी सङ्गठनको रूपमा एकबद्ध गरेर प्रहरी ऐन मार्फत वैधानिकता प्रदान गरिएको थियो। आजभन्दा ठिक 7 दशक अगाडि 2012 साल
मा 7,715 जना प्रहरी जनशक्तिका साथ कानुनी अस्तित्वमा आएको नेपाल प्रहरी आज आफ्नो 70औं वसन्त पार गर्दै गर्दा 79,541 जनशक्तिसहित यो देशको हरेक भूगोलमा राज्यको प्रतिनिधित्व गर्दै 2660 एकाइहरू मार्फत अहोरात्र परिचालित रहेको छ। विषम 2012 सालमा आजकै दिन प्रहरी ऐनद्वारा वैधानिकता प्राप्त गरेको दिनलाई त्यसको 40 वर्ष पश्चात विषम 2052 सालदेखि आश्विन मसान्तमा प्रहरी वार्षिकोत्सव मनाउने परम्पराको थालनी गर्नुहुने पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराज्यूप्रति पनि उच्च सम्मान व्यक्त गर्न चाहन्छु। राज्यको सबैभन्दा अग्रपङ्क्तिमा सेवारत विशाल संयन्त्रयुक्त सङ्गठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह आक्रोशको समानान्तर रूपमा प्राप्त गर्ने वा सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको तथ्य सबैलाई जानकारी नै छ। राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बेहोरा दृढतापूर्वक उल्लेख गर्न चाहन्छु। गत भाद्र 23 र 24 गतेको जेनजी पुस्ताका युवा तथा विद्यार्थीहरूको प्रदर्शन र त्यस पश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नु परेको छ। उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्यहरू र ज्यान गुमाउनु भएका अन्य समस्त दिवंगत आत्माहरूको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्न चाहन्छु। जेनजी समूहका भाइ बहिनीहरूको भ्रष्टाचार रहित समाज, सुशासन, स्थायित्व, पारदर्शिता तथा सहज सार्वजनिक सेवा प्रवाह जस्ता मागहरू कुनै एक समूहका सदस्यहरूको मात्र नभई आम नागरिकले समेत चाहेको कुरा हो। नेपाल प्रहरी त्यस्ता माग वा अपेक्षाहरूप्रति विगतदेखि नै संवेदनशील रहँदै आएको नागरिक केन्द्रित स्वच्छ र व्यावसायिक प्रहरी सेवाको दूरदृष्टिसहित आम जनअपेक्षा अनुरूप परिष्कृत, जवाबदेही, उत्तरदायी र प्रहरी सेवा गर्न कटिबद्ध रहेको बेहोरा म प्रमुख अतिथिज्यू एवं उपस्थित विशिष्ट अतिथिज्यूहरूमाझ निवेदन गर्न चाहन्छु। प्रहरी कर्मचारी साथीहरू, राज्यको लागि हरेक परिस्थितिमा अग्रपङ्क्तिमा डटेर काम गर्ने यस सङ्गठनका सदस्यहरू राज्यका अन्य अङ्ग तथा निकाय विरुद्ध व्यक्त हुने नागरिक आक्रोश र आवेगहरूको पनि प्रथम प्रहार सहन बाध्य छौँ। आन्दोलन तथा प्रदर्शनका क्रममा प्रहरीका भौतिक संरचनाहरूमाथि भएको आक्रमण तथा व्यवहारले प्रहरी विरुद्धको आक्रोश र आपराधिक कार्य बढेको भन्ने लागे तापनि त्यो भ्रमको पर्दा एकैछिनमा च्यातिएको छ। हामी नतमस्तक छौँ, नमन गर्दछौँ ती सहृदयी नागरिक मनहरूप्रति, हाम्रो समाजको विशाल हृदयप्रति, जसले स्वतस्फूर्त रूपमा प्रहरी कार्यालयहरूको पुनर्निर्माण र प्रहरी कर्मचारीहरूको पुनर्स्थापनालाई गति दिनुभएको छ। आज हामी क्षतिग्रस्त भएका 465 मध्ये 401 कार्यालयहरू सञ्चालनमा ल्याउन सफल भएका छौँ। यो आड भरोसा हामीलाई यही समाजले दिएको छ। प्रहरीको आफ्नो सत्प्रयास, प्रहरीको आफ्नो समन्वय, जनसम्पर्क पहल र हिजो हामीले प्रदान गरेको सेवाबाट प्रहरी बिनाको समाज परिकल्पना गर्न नसक्ने आदरणीय जनसमुदायहरूबाट असल मनहरूका साथ यो सबै काम सम्भव भएको छ। यसै गरी प्रहरी कर्मचारीहरूको निजी सम्पत्ति समेत उल्लेख्य मात्रामा नष्ट भएको तथा अन्य क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण पनि बाँकी छ र मलाई अपेक्षा गरेको छु नेपाल सरकार तालुक गृह मन्त्रालय अवश्य पनि यस्ता कामहरूमा निरन्तर लागिरहेकै छ भन्ने विश्वास पनि लिएको छु। नेपाल प्रहरीको एकमात्र विकल्प अझ परिष्कृत नेपाल प्रहरी नै रहेको यथार्थलाई हाल नेपालभर नागरिकहरूबाट विभिन्न 939 स्थानमा नयाँ प्रहरी इकाइको माग
र 400 भन्दा बढी स्थानमा विद्यमान प्रहरी युनिटहरूको स्तरोन्नतिको मागले प्रश्न गरेको छ। नागरिक स्तरबाट व्यक्त भएको यो अपेक्षा पूरा गर्न हामीलाई कम्तीमा थप 25,000 भन्दा धेरै प्रहरी जनशक्तिको आवश्यकता पर्ने बेहोरा गौरवका साथ जानकारी गराउन चाहन्छु। तर आम नागरिकको यो मागलाई सगौरव व्यक्त गरिरहँदा प्रहरी कर्मचारीहरूको बोली वचन र व्यवहारप्रतिको आम जनगुनासो, मानवाधिकारको हनन, प्रचलित ऐन कानुन बमोजिम प्रहरीले निर्वाह गरेको भूमिकामाथि उठ्ने प्रश्न चिन्हलाई पनि नजरअन्दाज गर्न मिल्दैन। हामी भित्र पनि शुद्धिकरण र सुधारका प्रशस्त आवश्यकता रहेको छ। नेपाल प्रहरीका सदस्यहरूले एकपटक आफैलाई ऐनामा हेर्न जरुरी छ। नागरिकले पसिना बगाएर तिरेको करबाट खरिद गरिएको पोसाक लगाएर त्यही नागरिकमाथि हुने अपशब्द रवाफ न हिजो स्वीकार्य थियो, न आज स्वीकार्य छ, न त भोलि स्वीकार्य हुनेछ। आफूलाई कुनै समस्या वा अन्याय नपरी कोही पनि प्रहरी कार्यालयमा जाँदैन। प्रहरी कार्यालयमा आफ्नो पीर मर्का बोकेर आएका सेवाग्राहीहरूलाई आफ्नो अधिकार क्षेत्रभित्र भए समस्या सम्बोधन तत्काल गर्ने, समाधान गरिदिने र आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको भए सही बाटो देखाएर पठाउनु हाम्रो कर्तव्य हो। तर यो न्यूनतम जिम्मेवारी निर्वाहमा पनि प्रहरीबाट यथेष्ट सहयोग नमिलेको गुनासो बोकेर कोही पनि सेवाग्राही प्रहरी कार्यालयबाट फर्कनु नपरोस् भन्ने चाहन्छु। हामी सबैले एक दिन यो वर्दी खोलेर फेरि त्यही समाजमा नै जाने हो। त्यसैले सेवा निवृत्त जीवनमा आफ्नो छरछिमेक समाज र आफ्नै सन्ततिहरूको नजरमा सम्मान र गौरव गर्न लायकको सेवा प्रवाह गर्न कन्जुसाइ नगरौँ। आफैलाई ढाट्नुपर्ने काम नगर्ने प्रतिबद्धता गरौँ। हामी कहाँ सचिन आवश्यक छ त्यो मनन गर्दै कार्य सम्पादन गर्न सम्पूर्ण सकल दर्जाका प्रहरी साथीहरूलाई आग्रह समेत गर्दछु। देशमा शान्ति सुरक्षा तथा अमन चयन कायम गरी नागरिकको जीवधन तथा वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्दै नेपाल प्रहरीलाई विश्वसनीय र प्रभावकारी संगठनको रूपमा रूपान्तरणको लागि कटिबद्ध रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूबाट थप साझा सङ्कल्पको आवश्यकता टड्कारो छ। राज्यको हितका लागि सरकारको निर्णय बमोजिम प्रचलित ऐन कानुनले तोकिदिएको प्रावधान भित्र रही सम्पादन गरिएका काम कारबाहीको जिम्मेवारी सरकार र सङ्गठनले लिन्छ र लिनुपर्छ। तर तपाईहरूको गैर व्यावसायिक आचरण र सङ्गठन प्रतिकूलका कार्यहरूको बोझ सङ्गठनले बोकेर बस्न सक्दैन। तसर्थ सम्पूर्ण प्रहरी कर्मचारी साथीहरूलाई कुनै पनि किसिमको लोभ, लालच र मानसिक प्रताडना र आग्रह पूर्वाग्रहबाट मुक्त रही उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गर्न विशेष आग्रह पनि गर्दछु। नेपाल प्रहरी नेपालको संविधान, प्रहरी ऐन, अन्य प्रचलित ऐन कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्वप्रति साङ्गठनिक रूपमा पूर्णतः निष्ठावान रहिआएको बेहोरा माननीय गृहमन्त्रीज्यूमा पुनः जाहेर गर्दछु। राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिल्यै विमुख भएको छैन र हुने कल्पना समेत गर्न नसकिने विश्वास पनि दिलाउन चाहन्छु। तर यसको सेवा प्रवाह, साङ्गठनिक सुदृढीकरण, आधुनिकरण र यावत स्रोत साधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तिकरणसँग समेत जोडिएको विषय रहेको हुँदा नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट यी विषयहरूमा उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास पनि लिएको छु। उपलब्ध सीमित साधन स्रोतको बावजुद विश्वव्यापी चुनौतीका रूपमा देखा परेका सङ्गठित अपराध, लागु औषध, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हात हतियार ओसार पसार, बहुमूल्य सामग्रीहरूको ओसार पसार तथा आर्थिक अपराधहरूसँगै बदलिँदो सामाजिक परिवेश तथा प्रविधिको विकाससँगै सिर्जित अप्ठ्याराहरू पराजित गर्दै हामीले निर्वाह गर्नुपर्ने दायित्व तथा जिम्मेवारीलाई हामीले राष्ट्र र नागरिक सेवामा पाएको सुअवसरका रूपमा ग्रहण गर्दै उच्च मनोबलका साथ पुरा गरेका छौँ र गरिरहनेछौँ। नेपाल प्रहरीको संस्थागत विकासको श्रेय निसन्देह रूपमा हाम्रा अग्रज सदस्यहरूलाई जान्छ। उहाँहरूले देखाउनु भएको व्यावसायिकता
र आधुनिकीकरणका मार्ग पहिल्याउँदै आज हामी यहाँसम्म आइपुग्न सफल भएका हौँ। यसै अवसरमा नेपाल प्रहरी सङ्गठनको श्री वृद्धिमा आफ्नो जीवनको 3 दशक लामो ऊर्जाशील समय व्यतीत गर्नुभई यस वर्षको प्रहरी दिवसमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुनुहुने अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक श्री कृष्णबहादुर राणाज्यूलाई हार्दिक बधाई ज्ञापन गर्न पनि चाहन्छु। यसै अवसरमा पूर्ण शान्ति पुरस्कार, मोतीलाल कला मिथिला अमर प्रहरी छात्रवृत्ति, मोतीलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार, अच्युत मीना अमर प्रहरी परिवार पुरस्कार, अच्युत मीना अमर प्रहरी परिवार छात्रवृत्तिको लागि योगदान गर्नुहुने अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरूमा कृतज्ञता जाहेर गर्दै छात्रवृत्ति प्राप्त गर्ने भाइ बहिनीहरूको उज्जवल भविष्यको कामना पनि गर्दछु। सङ्गठनले सुम्पेको पदीय जिम्मेवारी व्यावसायिक निष्ठा र कुशलतापूर्वक सम्पादन गर्नुभई आज विभिन्न विधामा पुरस्कृत हुनुहुने प्रहरी कर्मचारीहरूलाई शुभकामना दिँदै आगामी दिनमा समेत यहाँहरूबाट यही गुणस्तरको कार्य सम्पादन हुनेछ भन्ने विश्वास पनि लिएको छु। नेपाल प्रहरीलाई आजको स्थितिसम्म आइपुग्न हाम्रा सत् प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपबाट योगदान सहयोग पुर्याउनुहुने अग्रज प्रहरी कर्मचारीहरू, स्वदेश तथा विदेशी नियोग तथा विभिन्न संस्थाहरूका महानुभावहरू, सर्वसाधारण नागरिकहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत निरन्तर सहयोगको अपेक्षा गर्दछु। आफ्नो रचनात्मक सुझाव तथा पृष्ठपोषणद्वारा प्रहरी सेवालाई अझ रचनात्मक बनाउन सहयोग समेत गर्नुहुने नागरिक समाज र सञ्चारकर्मी मित्रहरूको सकारात्मक भूमिका एवं सहृदयताका लागि हामी यहाँहरूप्रति आभारी छौँ। अन्त्यमा आफ्नो व्यस्त कार्यतालिकाका बावजुद यस कार्यक्रममा पाल्नुभई हामीलाई हौसला र संरक्षकत्व प्रदान गरिदिनु भएकोमा प्रमुख अतिथि माननीय गृहमन्त्रीज्यू लगायत उपस्थित सम्पूर्ण विशिष्ट महानुभावहरूमा पुनः आभार प्रकट गर्दै आफ्नो समुपस्थितिद्वारा यस कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। साथै हामी नेपालीहरूको महान चाड शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व नजिकै रहेको पावन अवसरमा नेपाल प्रहरी सङ्गठनको तर्फबाट यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दै